हजुरआमाको 84 पूजा जीवनको 84 वर्ष पुरा गरेको पावन अवसर। नमस्कार सम्पूर्ण दर्शकबिन्दहरूमा हार्दिक स्वागत छ। आजको यस विशेष भिडियोमा हामी हाम्रो परिवारको अत्यन्तै पवित्र र अविस्मरणीय क्षण तपाईँहरूसँग साझा गर्दैछौँ। यो शुभ अवसर हो हाम्रो आदरणीय हजुरआमा 84 को 84 पूजा सम्पन्न भएको पावन दिन। यो धार्मिक तथा सांस्कृतिक कार्यक्रम अराहाचे जिल्ला भूमिका स्थित नगरपालिका 2 मा परिवार, आफन्त, इष्टमित्र तथा गाउँका अग्रजहरूको उपस्थितिमा अत्यन्त श्रद्धा, सम्मान र हर्षोल्लासका साथ सम्पन्न भएको थियो। हिन्दू संस्कृतिमा 84 पूजा विशेष महत्त्व बोकेको परम्परा हो। मानिसले जीवनका 84 वर्ष पुरा गर्दा उहाँको दीर्घायु, स्वास्थ्य, सुख, शान्ति र आध्यात्मिक उन्नतिको कामना गर्दै यो पूजा गरिन्छ। यस अवसरमा ज्येष्ठ नागरिकलाई देवता सरह सम्मान गरिन्छ र उहाँबाट आशीर्वाद ग्रहण गरिन्छ। यो परम्परा नेपालका विभिन्न समुदायमा विशेष श्रद्धाका साथ मनाइन्छ। हाम्रा हजुरआमाले जीवनभर परिवार, समाज र सन्तानका लागि गर्नुभएको त्याग, माया, मेहनत र समर्पणको सम्मान स्वरूप यो 84 पूजा आयोजना गरिएको हो। उहाँले जीवनभर सिकाउनु भएका संस्कार, नैतिकता, परिश्रम र आपसी सद्भावका शिक्षा हाम्रो परिवारका लागि अमूल्य सम्पत्ति हुन्। पूजाको दिन बिहानैदेखि बौद्धिक मन्त्रोच्चारणका साथ धार्मिक विधि सुरु गरिएको थियो। पूजा स्थललाई फुलपाती, ध्वजा र परम्परागत सामग्रीले आकर्षक रूपमा सजाइएको थियो। पुरोहितज्यूको निर्देशनमा सम्पूर्ण धार्मिक विधिहरू शास्त्र अनुसार सम्पन्न गरिए। परिवारका सबै सदस्यहरू भक्ति, श्रद्धा र उत्साहका साथ सहभागी भएका थिए। यस अवसरमा आफन्तजन, छिमेकी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सबैले हजुरआमालाई टीका, माला, दौसला तथा सम्मानका विभिन्न चिनो अर्पण गर्दै दीर्घायुको शुभकामना व्यक्त गर्नुभयो। हजुरआमाबाट प्राप्त आशिष र आशीर्वादले सम्पूर्ण परिवार भावुक र गौरवान्वित बनेको थियो। यस्ता धार्मिक तथा पारिवारिक कार्यक्रमहरूले केवल एउटा संस्कार पूरा गर्ने मात्र होइन, परिवारका सदस्यहरू बीचको सम्बन्धलाई अझ बलियो बनाउने, नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परागतसँग जोड्ने तथा समाजमा आपसी सद्भाव र सम्मानको भावना अभिवृद्धि पनि गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्दछ। हाम्रो संस्कृतिमा ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्नु, उहाँहरूको अनुभवबाट सिक्नु, उहाँहरूको आशिष ग्रहण गर्नु अत्यन्त ठुलो सौभाग्य मानिन्छ। त्यसैले 84 पूजा केवल एउटा धार्मिक अनुष्ठान नभई परिवारको एकता, प्रेम, कृतज्ञता र सम्मानको प्रतीक पनि हो। हामी यस पावन अवसरमा हजुरआमाको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा निरन्तर आशीर्वादको कामना गर्दछौँ। भगवानले उहाँलाई सधैँ स्वास्थ्य, प्रसन्न र खुसी राखुन् भन्ने हाम्रो हार्दिक प्रार्थना छ। यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण आफन्त, इष्टमित्र, छिमेकी, पुरोहितज्यू तथा शुभेच्छुकहरूप्रति हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। यहाँहरूको साथ, सहयोग र शुभेच्छाले यो पवित्र कार्यक्रम अझ भव्य र स्मरणीय बन्न सफल भएको छ। यो कार्यक्रम तपाईँहरूको सहयोगले एकदम रमाइलो, हर्षोल्लास र खुसीका साथ सम्पन्न गर्न हामीले पाएका थियौँ। यस क्षणमा यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अन्त्यमा हाम्रो संस्कृतिको संरक्षण, परिवारप्रतिको सम्मान र ज्येष्ठ नागरिकहरूप्रतिको श्रद्धालाई निरन्तर कायम राखौँ भन्ने सन्देशका साथ आजको भिडियो यहीँ समाप्त गर्दछु। यो भिडियो मन परेमा लाइक गर्नुहोस्, आफ्ना परिवार तथा साथीभाइसँग सेयर गर्नुहोस्। यस्तै नेपाली संस्कृति, परम्परा र धार्मिक कार्यक्रम सम्बन्धी भिडियोहरू हेर्न हाम्रो च्यानललाई सब्स्क्राइब पनि गर्न नभुल्नु। धन्यवाद।
पैसा यार